मलाई चाहिँ धेरै मान्छेहरूले चाहिँ यतातिर जग्गा छैन सर भनेर सोध्नुहुन्छ कि किन भन्दा म अब घर जग्गाको काम गर्ने भए भएर चाहिँ सोध्नुहुन्छ के अनि त्यही भए भएर चाहिँ मैले यो हजुरहरूलाई जग्गा देखाउँदैछु। यो बाटो माथिको पनि हो जग्गा, यो सडक यहीँ तल छ। यो 15 फिट छ सडक पनि, सडकसित जोडिएको अनि ढल पनि हाम्रो जग्गामै जोडिया छ ड्रेन अनि खानेपानी। यो ठ्याक्कै इस्ट भ्यू भएको जग्गा हो। मोडा पनि एकदम राम्रो छ, 45 फिट बाई 90 फिट छ, 4 कुना मिल्या छ। दुईटा घर राम्रो बन्छ, दाजुभाइ बस्छु भनेर बनाउँछु भने पनि भयो होइन। यहाँ अब म कमर्सियल जस्तो केही बनाउँछु भने पनि भयो। जे गर्छु गोदाम सोदाम अहिले किनेर अब सस्तोमा किनेर राखिराख्छु भन्दा पनि भयो। भ्यू एकदम राम्रो देखिन्छ यहाँबाट। धेरै मान्छेले मलाई सोध्नु भएको पनि हो यो ठाउँमा जग्गा छैन भनेर। यो भ्यूको लागि भए पनि मान्छेले यो जग्गा सोध्छन् है। यो जग्गा देखिहाल्नुभयो, मिलेको छ, खेर जाँदैन। यो बत्तीको पोल छ यहाँ, यो बत्तीको पोल यो रुखले अलिअलि ढाकेको छ। अनि यो फलामको यो बार देखिएको छ नि, यो बार ठ्याक्क अगाडि 45 छ, पछाडि 90 92 कति छ होइन। फिटको जति हो जग्गा त्यतिको नै पैसा हो। यो पछाडि भयो, यो जग्गा स्टेप छ। यसलाई डोजर लगाएर बाटोकै लेभल बनाउँछु भन्दा पनि भयो होइन। म माथि अर्को पनि घर बनाउँछु भने भ्यू हेर्नलाई भन्नुभए पनि भयो कि माथिबाट। एकदमै राम्रो छ, दुईटा घर राम्रो बन्छ होइन। यो 8 आना लगभग 1-2 पैसा होला, 1-2 पैसा बाटोमा गयो होला। पूर्जामा चाहिँ 8 आना 2 पैसा छ। जग्गा आनाको मात्र 32 लाख रुपियाँ हो। केही मिल्न सक्छ अलिअलि। म चाहिँ यो विज्ञापन गरौँ भनेर गरेको होइन। अब घरको छेउको हो जग्गा, एकदमै मान्छेले मन पराएको जग्गा हो भनेर नै मैले यो विज्ञापन गरेको हो। यो माथि पुरानो घर छ अनि यता हाम्रो यो घरको यो पुरानो घरको सम्मको जग्गासँग सीमा छ है। यो सिङ्गल मोडाको पूर्व मोडाको जग्गा हो। मिलेको जग्गा छ यो, खेर जाँदैन घर बनाउँदाखेरि। दुईटा घर अगाडि त बाटो भइहाल्यो, पछाडिकोलाई पनि बाटो छोडेर पनि ट्याक्क माथि अर्को घर हाइटमा, फेरि अर्को यहाँबाट पनि हाइट। हेर्नु त यो पूर्व राम्रो जग्गा छ यो हाइटको। कलङ्की रिङ रोडबाट मात्र 2 किलोमिटर छ यो ठाउँ। हजुरहरू गुगल म्यापबाट पनि आउनु सक्नुहुन्छ। कलङ्कीबाट मास्टर मार्ग हुँदै मलेसिया मार्ग हुँदै यो पुरानो नैका चनपा 13 चन्द्रगिरी नगरपालिका 13 हो यो।